News from Nepal as it happens. nepalnews.com. नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई सफलताको बिन्दुमा पुर्याउन सबै राष्ट्रवादी शक्तिहरू एक हुनुपर्ने कुरा पुनः दोहोर्याउनु भएको छ। आज राजधानीमा गुरुङ समुदायद्वारा लोसार पर्व मनाउन आयोजित कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो। साथै उहाँले जातीय भाषिक कुराहरूलाई आधार मानेर तयार भएको संघीय गणराज्यले मात्र नयाँ नेपाल निर्माणको आधार तय गर्ने बताउनु भयो। अलिकति संक्रमण काल भनेको संवेदनशील हुन्छ। यो संवेदनशील परिस्थितिमा गलत तत्त्वहरूले जनताको बीचमा साम्प्रदायिकता फैलाउने, गलत तत्त्वहरूले राष्ट्रिय विखण्डन ल्याउने, साम्राज्यवादीहरू विदेशी प्रतिक्रियावादीहरूका ती षड्यन्त्र हुने गर्दछन्। त्यसकारण मैले केही समयदेखि सम्पूर्ण राष्ट्रवादी शक्तिहरू, देशभक्त शक्तिहरू हिजो जुनसुकै धारामा रहेको भए पनि अब नयाँ किसिमले एकताबद्ध हुन जरुरी छ। यो देशको स्वतन्त्रताको रक्षाको निम्ति, यहाँ एउटा नयाँ राष्ट्रिय एकता निर्माण गर्नको निम्ति, यहाँ एउटा नयाँ नेपाल निर्माण गर्नको निम्ति, किनकि हामी साधन स्रोत र मेहनत गर्ने हिसाबले हामी गरिब होइन, हामी गरिब बनेका छौं भने राजनैतिक नेतृत्वको कारणले। सोही कार्यक्रममा नेकपा एमालेका नेता वामदेव गौतमले सबै जात जातिको एकताबाट मात्र नयाँ नेपाल निर्माण हुनेमा जोड दिँदै त्यसका लागि आउने जुनसुकै अवरोधका विरुद्ध पनि जुनसुकै बलिदानी दिन तयार रहेको बताउनु भयो। हामीले संघात्मक गणराज्य नेपाल निर्माण गर्दैछौं र हरेक जाति, भाषा, संस्कृतिका जनताको अधिकारको ग्यारेन्टी गर्दैछौं र त्यो अधिकारलाई उपभोग गर्नको निम्ति नयाँ नेपाल निर्माण गर्ने संकल्प गरेका छौं। त्यो संकल्पलाई हामीले साकार पारेर छोड्छौं र त्यो संकल्प साकार पार्ने दौरानमा बलिदान आवश्यक परेछ भने बलिदान हुन हामी तयार हुनेछौं। सबभन्दा अग्रिम मोर्चामा उभिएर रगत बगाउन हामी तयार हुनेछौं। हामी त्यो नयाँ नेपाल निर्माण गर्नको निम्ति, त्यो नयाँ नेपालको जग मजबुतका साथ बसाल्नको निम्ति हामी अग्रगमनतर्फ निरन्तर अगाडि बढ्नेछौं। हाम्रो नयाँ नेपाल पुँजीवादी नयाँ नेपाल हुने छैन, हाम्रो नयाँ नेपाल समाजवादी नयाँ नेपाल हुनेछ। त्यसैगरी पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुङले नयाँ नेपाल निर्माणमा जनजातिका मुद्दाहरूलाई व्यवस्था गरे आजका खुसियालीका हातहरू विद्रोहका जलाबोकी निस्कने चेतावनी दिनुभयो। हामीले त भनेका छौं जातीयलाई आधार मान्नु पर्यो, क्षेत्रलाई आधार मान्नु पर्यो, भाषालाई आधार मान्नु पर्यो र जाति, क्षेत्र र भाषालाई आधार मानेर बनाइएका यस्ता स्वायत्त प्रदेशहरूले मात्रै नेपालमा साँचो अर्थमा संघात्मक ढाँचाको निर्माण हुन सक्छ, संघीय शासन प्रणालीको निर्माण हुन सक्छ र जनतालाई स्वायत्तताको प्रत्याभूति हुन सक्छ भनेर हामीले आवाज उठाएका छौं। त्यसकारण म के भन्न चाहन्छु भने हामीले उठाएका यी कुराहरूलाई अझ जातिवादीको लान्छना लगाएर, साम्प्रदायिकताको लान्छना लगाएर फेरि पनि नेता महोदयहरूले, फेरि पनि ठूला पार्टीका मानिसहरूले, नेताहरूले, पार्टीहरूले हामी आदिवासी जनजातिहरूमाथि आजसम्म गरिरहेको जुन खालको अपमान छ, जुन खालको भेदभाव छ, त्यसलाई फेरि पनि निरन्तर दिन चाह्यो भने त्यसबेला आज खुसियालीमा उठेका हाम्रा यी हातहरू भोलि विद्रोहको राख उठेर उठ्नुपर्ने बेर छैन। गुरुङ समुदायको प्रमुख चाडको रूपमा रहेको लोसार पर्वलाई यस वर्षदेखि सरकारले सार्वजनिक बिदा दिन सुरु गरेको छ। ब्युरो रिपोर्ट nepalnews.com। News from Nepal as it happens. nepalnews.com.